Hello everyone, welcome to Samarth Technical Research and Innovations Private Limited. So this is our third video of PHP Object Oriented Programming. So यो भिडियोमा चाहिँ हामीले फंक्सन ओभरराइडिङ पोलिमर्फिजम फाइनल भन्ने जुन चाहिँ किवर्ड छ त्यसको बारेमा डिस्कस गर्नेछौँ एन्ड लास्टली चाहिँ डिपेन्डेन्सी इन्जेक्सनको बारेमा डिस्कस गर्नेछौँ. सो लेट्स स्टार्ट द भिडियो. सो सुरुमा चाहिँ म के गर्छु भन्दाखेरि फंक्सन ओभरराइडिङ वाला कन्सेप्ट. सो त्यसको लागि मैले के गर्छु क्लास कार्स भेहिकल भन्ने एउटा क्लास बनाउँछु होइन. त्यसपछि कार्स भन्ने एउटा क्लास बनाउँछु र दुईटै क्लासमा चाहिँ म के गर्छु मेथड बनाउँछु है. सो ड्राइभ भन्ने मेथड बनाउँछु अनि एको गरेर दिस इज मेथड इनसाइड भेहिकल गर्छु र यसैलाई म कपी गर्छु होइन. अनि पब्लिक फंक्सन ड्राइभ गरेर यसलाई म यहाँ पेस्ट गर्छु इनसाइड कार्स गर्छु है. सो मैले के गरेँ दुईवटा क्लास बनाइरहेको छु र दुईटैमा चाहिँ मैले सेम मेथड बनाइरहेको छु. अनि त्योभन्दा अगाडि चाहिँ म के गर्छु भने पब्लिक डलर नेम गरेर BMW यसरी गरिरहेको छु है. सो म के गर्छु भने यो भेहिकलको अब्जेक्ट बनाउँछु. सो डलर भेहिकल सो भेहिकल इक्वल्स टु न्यू VHICL भेहिकल गरेँ होइन. यो गरेँ अनि म के गर्छु कार्सको पनि अब्जेक्ट बनाउँछु. सो कार्स गरेँ है. र हामीले इनहेरिटेन्स लगाउँ यसको लागि. सो एक्सटेन्स गरेर भेहिकल गर्छु. सो के गरिरहेको छु भने हामीसँग दुईवटा क्लास छ भेहिकल र कार्स भन्ने र कार्सले के गरिरहेको छ भेहिकललाई इनहेरिट गरिरहेको छ है. सो हामीले यदि एको गरेर यदि हामीले कार नेम गरेर सो डलर कार्स गरेर नेम गऱ्यौँ भने के हुन्छ. सो यहाँ के भइरहेछ कार नेम BMW भनेर आइरहेछ है. सो यहाँ के भयो कार्स भन्ने चाहिँ भेहिकलको नेम एक्सेस गरेर यहाँ चाहिँ डिस्प्ले गरिरहेछ. सो यो त हामीले बुझ्यो होइन. हामीले इनहेरिटेन्स लगाउँदै गर्दाखेरि चाहिँ चाइल्ड क्लासले चाहिँ प्यारेन्ट क्लासको प्रपर्टिजहरू एक्सेस गर्छ भन्ने कुरा चाहिँ बुझ्यो. तर यहाँ कन्फ्लिक्टिङ केस आइरहेछ. किन आइरहेछ त नि भन्दाखेरि हाम्रो भेहिकलभित्र पनि ड्राइभ भन्ने मेथड छ र कार्सभित्र पनि ड्राइभ भन्ने मेथड छ. सो दुईवटा ड्राइभ भन्ने मेथड युज भइरहेछ नि त. सो त्यसले गर्दा के हुनसक्छ भने जब हामीले यहाँ डलर कार्स भनेर अनि ड्राइभ भन्ने मेथडलाई कल गर्छौँ होइन. यो गर्दाखेरि चाहिँ यो एक्जिक्युट हुन्छ कि माथिको एक्जिक्युट हुन्छ भन्ने कुरामा कन्फ्युजन हुनसक्छ. सो बेसिकली यो कुरा चाहिँ हाम्रो फंक्सन ओभरराइडिङ अन्तर्गत आउँछ है. सो बेसिकली के भन्छ भन्दाखेरि जब अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ हामीले गर्छौँ तब चाहिँ यदि हाम्रो प्यारेन्ट क्लास र चाइल्ड क्लासमा सेम मेथडहरू युज भइरहेछ भने चाहिँ अथवा सेम नामको मेथडहरू युज भइरहेछ भने त्यो केसमा चाइल्डले जहिले पनि आफ्नो मेथडलाई प्रायोरिटी दिन्छ अथवा चाहिँ आफ्नो मेथडलाई चाहिँ प्यारेन्टको मेथडलाई ओभरराइड गरिदिन्छ भन्छ है. सो यसलाई हामीले एक्जिक्युट गऱ्यो भने के हुन्छ. सो यहाँ चाहिँ \n पनि हालिरहेको. अब यहाँ के गर्यो कार BMW भन्यो तर तल के गरिरहेछ दिस इज मेथड इनसाइड कार्स भनेर छ. सो अल्दो हामीसँग भेहिकलभित्र पनि ड्राइभ भन्ने मेथड छ तर यसले के गर्यो आफ्नोलाई प्रायोरिटी दियो. यो के हो हाम्रो फंक्सन ओभरराइडिङसँग रिलेटेड कुरा भयो. अर्को भनेको चाहिँ हामीसँग पोलिमर्फिजम भन्ने छ है. सो पोलिमर्फिजम पनि मैले यही इक्जाम्पल दिएर भन्न सक्छु. सो पोलिमर्फिजम भनेको कस्तो भन्दाखेरि फंक्सन हेर्दा सेम तर काम डिफ्रेन्ट गर्छ भने चाहिँ त्यसले हामीले पोलिमर्फिजम भन्न सक्छौँ. सो यो केसमा नि के भयो यो ड्राइभ र यो ड्राइभमा नि पोलिमर्फिजम युज भइरहेछ. सो यहाँ के भयो भने पोलिमर्फिजम युज भन्दा नि एक्जिक्युट गरिरहेछ. सो यो ड्राइभ र यो ड्राइभ हेर्दा यो सेम देखिरहेछन् तर काम फरक गर्छन्. सो मैले यहाँ भेहिकल गरेँ होइन. यसलाई रन गरेँ भने के हुन्छ यसलाई एकछिन कमेन्ट गरिदिउँ अनि त्यसपछि मैले यहाँ चाहिँ सो डट गरेर \n गर्छु है. सो एकैछिन यहाँ चाहिँ यसले काम गरेन. सो सुरुमा हामीले ठिक छ दुईटैकोमा मैले चाहिँ \n हालिदिन्छु है. अनि यसलाई रन गरौँ. अब यहाँ के भइरहेछ दिस इज मेथड इनसाइड कार्स भनिरहेछ अनि दिस इज मेथड इनसाइड भेहिकल भनिरहेछ है. भने के भयो भने ड्राइभ भन्ने मेथड चाहिँ हेर्दा सेम देखिरहेछ नि त तर काम डिफ्रेन्ट भइरहेछ. यो के हो पोलिमर्फिजम हो. सो फंक्सन ओभरराइडिङ भनेको चाहिँ यदि चाइल्ड क्लास र प्यारेन्ट क्लासमा सेम मेथड छ भने चाइल्डले चाहिँ आफ्नोले प्यारेन्टलाई ओभरराइड गर्नु भनेको चाहिँ फंक्सन ओभरराइडिङ अन्तर्गत गयो.
पोलिमर्फिजम भनेको चाहिँ दुईवटा मेथड हेर्दा सेम छन् नि तपाईँको नामहरू सेम छ भने नै काम फरक गर्छ भने त्यसलाई चाहिँ हामीले पोलिमर्फिजम भएछ भन्न मिल्छ है। त्यो चाहिँ हो। अब भने चाहिँ हामी फाइनल किवर्ड छौँ। सो फाइनल भन्ने किवर्ड छ नि, सो फाइनल भन्ने किवर्ड जस्तै गरेर चाहिँ हामीले एब्स्ट्र्याक्सनमा चाहिँ एब्स्ट्र्याक्ट भन्ने किवर्ड युज गरेको थियो है। सो एब्स्ट्र्याक्ट किवर्डमा हामीले कसरी काम भएको थियो भन्दाखेरि कुनै पनि क्लासलाई चाहिँ हामीले एब्स्ट्र्याक्ट क्लास बनाइन्छ भने चाहिँ त्यसको चाहिँ अब्जेक्ट बनाउन मिल्दैन होइन, अथवा चाहिँ इन्स्ट्यान्स बनाउन मिल्दैन। त्यो चाहिँ के थियो, एब्स्ट्र्याक्सन अन्तर्गत थियो। सो फाइनल किवर्ड पनि हामीले के गर्न सक्छौँ, क्लासमा हाल्न सक्छौँ। तर एब्स्ट्र्याक्ट क्लास र हाम्रो फाइनल किवर्ड युज गरेको क्लासमा डिफ्रेन्स के छ भन्दाखेरि एब्स्ट्र्याक्ट क्लासहरूको अब्जेक्ट बनाउन नमिल्ने हो भने फाइनल जब हामीले कुनै क्लासमा युज गरिन्छ नि तब के गर्न मिल्दैन, त्यो क्लासलाई चाहिँ इनहेरिट गर्न मिल्दैन भनेपछि त्यसमा चाहिँ हामीले इनहेरिटेन्स लगाउन मिलेन है। सो कुनै पनि क्लासमा तपाईँले इनहेरिटेन्स युज नहोस् भन्ने छ भने चाहिँ त्यसलाई तपाईँले फाइनल किवर्ड पास गर्न सक्नुहुन्छ। त्यो चाहिँ हाम्रो फाइनल किवर्डवाला कुरो भयो क्लासमा। र त्यसै गरेर हामीसँग के हुन्छ भने सो अलिकति यो मेथड मैले रिमुभ गरिदिएँ, के अरे त्यो भेरिएबल रिमुभ गरिदिएँ होइन। सो हामीसँग अब के छ, भेहिकल र कार्स भन्ने दुईवटा क्लास छ अनि कार्सले चाहिँ भेहिकललाई इनहेरिट गरिरहेको छ है। सो अहिले भर्खरै हामीले के गर्यौँ, जब चाहिँ हामीले कुनै पनि क्लासको अगाडि फाइनल किवर्ड युज गर्छ त्यसको चाहिँ अथवा त्यसलाई चाहिँ इनहेरिट गर्न मिल्दैन भन्ने कुरा चाहिँ बुझ्यौँ। अब हामीले के गरौँ भने कुनै पनि फङ्सनको अगाडि, सो हामीले यहाँ चाहिँ फाइनल युज गऱ्यो भने के हुन्छ, यो हुन्छ है। सो हामीले भेहिकल भन्ने क्लासमा चाहिँ ड्राइभ भन्ने मेथडको अगाडि के गर्यौँ, फाइनल युज गऱ्यौँ। सो नर्मल केसमा चाहिँ प्यारेन्ट र चाइल्डमा चाहिँ एउटै नामको मेथड हुनसक्छ अथवा एउटै नामको प्रपर्टिजहरू हुनसक्छ होइन। तर जब हामीले प्यारेन्टमा फाइनल किवर्ड युज गर्छौँ नि कुनै प्रपर्टीको लागि, त्यही प्रपर्टी चाहिँ चाइल्डहरूमा चाहिँ हुन पाउँदैन। सो त्यो हो, त्यसले चाहिँ फाइनल किवर्डको एउटा विशेषता भनौँ अथवा एउटा फिचर भनौँ है। सो त्यो छ। त्यही भएर चाहिँ यदि तपाईँले कुनै पनि मेथड चाहिँ यो क्लासको लागि मात्रै हो है, यसलाई चिल्ड्रेनमा युज नगरोस् भन्ने छ भने चाहिँ त्यो केसमा तपाईँले त्यो मेथडमा अथवा त्यो प्रपर्टीमा चाहिँ फाइनल किवर्ड पास गर्न सक्नुहुन्छ। त्यो भयो, यो चाहिँ हाम्रो फाइनल किवर्डसँग सम्बन्धित कुरा भयो। अब लास्टली भनेको चाहिँ डिपेन्डेन्सी इन्जेक्सन हेरौँ। सो डिपेन्डेन्सी इन्जेक्सन भने चाहिँ के हो त नि भन्दाखेरि यदि कुनै क्लासले चाहिँ अर्को एउटा क्लासको चाहिँ फिचरहरू एक्सेस गर्न खोज्छ भने चाहिँ सो त्यति बेला चाहिँ हामीले के भन्छ डिफ्रेन्ट अप्रोच गर्न सक्छौँ। हामीले इनहेरिटेन्स लगाउन सक्छौँ अथवा चाहिँ अब्जेक्ट्सहरू बनाएर काम गर्न सक्छौँ होइन। सो त्यही गोल एचिभ गर्नुको लागि एउटा क्लासले चाहिँ अर्को क्लासको प्रपर्टिजहरू फिचर्सहरू एक्सेस गर्नुको लागि चाहिँ हामीले डिपेन्डेन्सी इन्जेक्सन पनि युज गर्न सक्छौँ। सो डिपेन्डेन्सी इन्जेक्सन भनेको बेसिकली कस्तो भन्दाखेरि त्यो क्लासको चाहिँ कन्स्ट्रक्टरमा चाहिँ अब्जेक्ट पास गर्नु क्या, अनि अब्जेक्ट पास गरेर त्यो क्लासको चाहिँ फिचरहरू एक्सेस गर्ने एउटा जुन चाहिँ मेकानिजम छ त्यसलाई चाहिँ हामीले ओभरअलमा डिपेन्डेन्सी इन्जेक्सन भन्न सक्छौँ है। सो यसलाई एकचोटि गरौँ, त्यसपछि अलिकति क्लियर होला। सो म के गर्छु भन्दाखेरि सो मैले यहाँ चाहिँ क्लास गरेँ होइन, लगर गर्छु। लगर भन्ने क्लासमा चाहिँ मैले एउटा मेथड बनाउँछु, पब्लिक फङ्सन लग भनेर। लग भन्ने मेथडले के गरोस् भन्दाखेरि एको गरेर दिस इज लग भन्नुहोस् है। एउटा सिम्पल क्लास बनाएर चाहिँ लगर भनेर, जसमा चाहिँ लग भन्ने मेथड छ, जसले के गर्छ दिस इज लग भनेर एको गर्छ। सो म क्लास बनाउँछु, त्यसपछि म के गर्छु कार्स भन्ने एउटा क्लास बनाएँ। अब म के गर्छु भने इनहेरिटेन्स लगाउँदिनँ, अब्जेक्ट बनाउँदिनँ, के गर्छु डिपेन्डेन्सी इन्जेक्सन युज गर्छु है। त्यसको लागि मैले के गर्छु, सो पब्लिक अनि डलर लगर गर्छु है। सो लगर गरेँ। अब म चाहिँ कन्स्ट्रक्टर युज गर्छु। सो पब्लिक फङ्सन कन्स्ट्रक्टर युज गर्नुको लागि चाहिँ कन्स्ट्रक्ट भन्ने किवर्ड छ त्यो युज गर्नु पऱ्यो होइन। र यसले के मागोस् भन्दाखेरि लगन मागोस्। सो मैले के गर्छु लग अब्जेक्ट गर्छु है, अथवा चाहिँ लग अब्जेक्ट गरेँ। सो यसले के गर्छ भने लगर भन्ने क्लासको चाहिँ अब्जेक्ट माग्छ है कन्स्ट्रक्टर थ्रु। अब मैले के गर्छु भने त्यो कुरा चाहिँ हाम्रो लगरमा सेट गरिदिन्छु कि सो दिस लगर इक्वल्स टु डलर लग अब्जेक्ट गरेँ है। भनेपछि के भने कन्स्ट्रक्टरबाट चाहिँ लगरको अब्जेक्ट माग्यो, त्यसलाई चाहिँ के गर्यो लगरमा चाहिँ सेट गरिदियो है। अब हामीसँग अर्को एउटा मेथड पनि बनाऊ, पब्लिक फङ्सन अनि ड्राइभ गरेर होइन। सो एको गर्छु दिस इज ड्राइभ मेथड गरेँ र यहाँ अर्को कुरा के गर्छु भन्दाखेरि दिस गरेर लगर होइन र चाहिँ के गर्छु लग भन्छु है। भनेपछि यहाँ बेसिकली के गरिरहेको छु भने मैले चाहिँ यो लगर युज गरेर चाहिँ यो लगलाई एक्सेस गरिरहेको छु कि, किनकि यो भनेको चाहिँ के हो, यो लगरको चाहिँ इन्स्ट्यान्स हो। सो हामीले इन्स्ट्यान्स सेट गरेको छौँ नि त्यो चाहिँ हो है। त्यही भएर हामीले यो युज गरेर के गर्न सक्यो,
यो माथिको लगर भन्ने क्लासको चाहिँ लग भन्ने मेथड चाहिँ युज गर्न सक्यो। सो अब के गर्छु मैले, अब डिपेन्डेन्सी इन्जेक्सन चाहिँ इन्टायर प्रोसेस कसरी कम्प्लिट गर्ने त्यो हेर्छु है। सो त्यसको लागि चाहिँ मैले के गर्छु, दुइटै क्लासको चाहिँ अब्जेक्ट बनाउँछु। सो लगर इक्वल्स टु लगर गरेर एउटा अब्जेक्ट बनाएँ लगरको लागि। त्यसै गरेर मैले कार्सको लागि चाहिँ अब्जेक्ट बनाउँछु, न्यू कार्स गरेँ है। हो सिन्स हामीले कार्सको चाहिँ कन्स्ट्रक्टरमा लगरमा आइरहेको छु नि, त्यसले गर्दा हामीले यहाँ चाहिँ त्यो अब्जेक्ट पठाउनु पर्ने हुन्छ। सो मैले यसरी पठाइदिएँ, कार्सभित्र चाहिँ त्यो अब्जेक्ट पठाइदिएँ होइन। अब मैले के गर्न सक्छु, कार्स गरेर मैले जस्ट डाइरेक्टली ड्राइभ भनेर त्यो मेथडलाई कल गरेँ एन्ड यसलाई रिमुभ गरिदिउँ होइन। अब यसलाई रन गरेँ भने के हुन्छ, दिस इज ड्राइभ मेथड, दिस इज लग भनेर चाहिँ मैले ब्याकस्ल्यास एन हालिदिन्छु। अनि फेरि रन गरेर मैले के भइरहेछ, दिस इज अ ड्राइभ मेथड भनिरहेछ अनि दिस इज लग भनिरहेछ है। सो यसरी चाहिँ हामीले के गर्न सक्छौँ, डिपेन्डेन्सी इन्जेक्सन युज गर्न सक्छौँ PHP मा। सो आजको भिडियोमा यति नै। I'll see you in the next one.